हेलो गाइज वेलकम टु अनदर ब्लग अनि सन्चै हुनुहुन्छ हजुरहरू अनि सन्चै रहेछ अनि त्यही हो आज चाहिँ म ड्युटीबाट चाहिँ लगभग 6 बजे थियो आज हस्टेल चाहिँ अनि आज धेरै वेटर भएको कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ 5 बजे नै जा ब्रेकमा अनि दुईजना मात्र धेरै कस्तो धेरै गाह्रो हुँदैछ त्यही कारणले गर्दाखेरि म चाहिँ ब्रेकमा आएको अनि ब्रेकमा आएर चाहिँ मेरो चाहिँ अहिले कति मेरो 4-5 महिना भयो त मेरो आफ्नै अकाउन्टबाट पैसा पठाउन नमिलेको किनभने मेरो अकाउन्टमा रिन्यू गरिदिएको थिएन पहिला अनि अहिले चाहिँ अकाउन्टमा रिन्यू गरिदिएको छ अनि पहिला नम्बर लिएको नम्बर मेरो चाहिँ कस्तो चाहिँ ब्लक भएको छ अनि त्यसपछि त्यो ब्लक भएको नम्बर चाहिँ नेपालमा जस्तो रहेको छ नि भइहाल्छ अनि यहाँ चाहिँ कस्तो भने साउदीमा चाहिँ एउटा अकाउन्टबाट जम्मा 2टा मात्र सिम झिक्न मिल्छ हाम्रो नेपालको जस्तै 50वटा जतिवटा निकाले नि मतलब हुँदैन नि त यहाँ चाहिँ त्योभन्दा 2टाभन्दा बढी चाहिँ झिक्न नमिल्ने रहेछ अनि मैले पहिला एउटा निकालेको त्यो ब्लक भयो अनि अहिले चाहिँ एउटा नयाँ निकाल्नु पऱ्यो भनेर म चाहिँ जान लागेको छु बङ्गाली मार्केट अनि पहिलाको त्यो मेरो चाहिँ पहिलाको त्यो के अरे ब्याङ्कमा चाहिँ पहिलाको नम्बर छ नि त अनि त्यो नम्बरले चाहिँ पैसा पठाउन नमिल्ने रहेछ किनभने यहाँ त पैसा पठाएपछि म्यासेज आउनुपर्छ नि त त्यही कारणले गर्दाखेरि चाहिँ आज एउटा नयाँ सिम किन्नुपर्ने हुन्छ नयाँ सिम त्यहाँ गएर ब्याङ्कमा गएर नयाँ सिम नयाँ सिमहरू त्यो नम्बर लिइसकेपछि चाहिँ बल्ल त्यो त्यहाँ सेटिङ गरेर अनि मलाई पैसा पठाउनु मिल्छ रहेछ अब पहिलाको नम्बर चाहिँ मैले एउटा भाइसँग भाइले किनिदिएको थियो क्या किनभने मेरो इमर्जेन्सी त्यो अकाउन्टमा बनाउनको लागि अनि त्यही कारण त्यो दिएको त्यो नम्बर नहुँदो रहेछ किनभने अरूको अकाउन्टबाट नम्बर झिकेको त्यहाँ ब्याङ्कमा नमिल्दो रहेछ त्यही कारणले गर्दाखेरि चाहिँ मेरो आफ्नै रुखबाट झिकेरले भनेको छ अनि म चाहिँ जाँदैछु गाइज होइन त्यही हो अब बाटोमा के कस्तो हुन्छ तपाईँलाई देखाउँदैछु त्यो गाइज फाइनली म चाहिँ आइसकेको छु होइन कलाएर मार्केटमा यो मार्केट हो कलाएर यता पनि नयाँ मार्केट खुल्दैछ पहिलाको तर रिपेयरिङ गरेको बन्द रहेछ क्या आज